देउबा हुन् उनी। उहाँको घर जल्दै गर्दा जसरी त्यो पैसाको कुराहरू आयो, नुर्का बिटाको कुरा आयो, जल्दै गरेका पैसाहरू देखाइयो, त्यो पैसा राख्नका लागि खनिएको खाल्डोलाई होइन यो पानी ट्याङ्की थियो भन्ने जुन प्रकारको आएको छ नि, त्यसलाई के भन्नुहुन्छ? त्यो शेरबहादेउबाको घरमा चलेको पैसा होइन भन्नुभयो, त्यो उहाँहरूले भनेको कुरा ठिक हो, त्यो पैसा होइन। नेपाली मुद्रालाई पैसा भनिन्छ, त्यो पैसा नभएर अमेरिकी मुद्रा डलर थियो। अब राजालाई चाहिँ ध्यान गर्नुहोस् भनेर भन्नुभयो होइन, शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, उनीहरूलाई चाहिँ ध्यान गर्नु पर्दैन? होइन, उनीहरूलाई मैले फेरि पनि भने उहाँहरूको योगदान अनुसार, उहाँहरूको बलिदान अनुसार, उहाँहरूको आवश्यकता अनुसार झ्यालखानामा राख्ने कि चिडियाखानामा राख्ने त्यो सोचेर राख्नुहोस्। उहाँहरूले त्यो ध्यान गर्ने खालको त्यो पात्र पनि होइन। फेरि उहाँहरू त्यो भगवानको पात्रमा, भगवानको बाटोमा हिँड्ने पनि होइन। आवश्यकता अनुसार चिडियाखानामा राखेर यता बाघ यता भालु बिचमा केपी ओलीहरू राखेर हेर्नुहोस्, यस्ता अजीबका प्राणीहरूको पनि जन्म थियो, भएको थियो, जसले मान्छेको जस्तै स्वरूप लिएर आएर मान्छेलाई नै दुःख दिएका थिए भनेर आरज देउबा, केपी ओली, शेरबहादेउबाहरूलाई त्यही लाइनमा चिडियाखानामा राख्दा मान्छेलाई टिकट काटेर हेराउन